यहाँ चाहिँ यस्तो हिँड्न पर्छ नि त, यस्तो बाह्र घर झर्नेमा चाहिँ यो चाहिँ टक्सार भोजपुरदेखि टक्सार झर्ने बाटो अर्को पनि छ। हाम्रो घर चाहिँ यही बाटो हिँड्दाखेरि छिटो पुगिन्छ, तर यही बाटो झर्दैछौँ। यस्तो बाटो चिप्लेर पछाड्यो भने चाहिँ मरेको दिन चाक चाहिँ डह्रो पछाडिन्छ। अरू त यस्तो त्यस्तै हो, यस्तो सरले पिर्छ यसरी चाक चाहिँ जान्छ। चिगम चटपटे खायौँ, चाउचाउ खायौँ अनि चिगम खाँदै झर्दैछौँ। अहिले चाहिँ यहाँ हाँस्दै हिँड्दैछ एउटी चाहिँ। हेलो गाइस, तपाईँलाई स्वागत छ मेरो न्यू ब्लगमा होइन। आज चाहिँ हामी भोजपुरतिर निस्केको थियौँ। आज पनि पानीको बिलतिर निस्केको। बहिनी र म चाहिँ, बहिनी चाहिँ यहाँनिर छ, म चाहिँ यहाँ छु। पानीको बिल चाहिँ तिरेर हामी झऱ्यौँ होइन। अब बत्तीको बिल पनि तिर्नुपर्ने छ। बत्तीको बिलको पैसा तिरेर पनि जानुपर्ने हुन्छ घर हामी चाहिँ होइन। यो चाहिँ भोजपुर बजार। यो बाटो चाहिँ सिधा काली मन्दिर पुगिन्छ है। भोजपुरको सिधा काली मन्दिर जाने बाटो चाहिँ यो साथीहरू। यो चाहिँ भोजपुर बजारै। यहाँ तल छ रङ्गशाला, भोजपुरको फुटबल खेल्ने ठाउँ चाहिँ। यो चाहिँ भोजपुर बजार। मेरो आजको आउटफिट है यो चाहिँ। चप्पल लाएर गएको आज चाहिँ म भोजपुर, किनकि पानी पर्न आँटिरहेको थियो अनि छाता पनि बोकिरहेको थियौँ। न पानी पऱ्यो, गर्मीले यस्तो भन्नुहुन्छ नि, गर्मी यति धेरै छ कि पानी परे पनि गर्मी चाहिँ त्यति नै क्या। हुन त गर्मी नै हो अहिले होइन, त्यही पनि लास्टै गर्मी क्या। तर हुनु त पाहाड हो, त्यस्तो तराईको जस्तो गर्मी त हुँदैन। त्यही पनि हामी यहाँ बस्दैन त गर्मी नै हुन्छ हौ। यहाँ छ टक्क, यो चाहिँ टक्सार झन् सल्लाहघारी। म चाहिँ घर आइसकेँ होइन। मेरो घर चाहिँ उतिनेर छ। म चाहिँ अलिक माथि बसेर भिडियो एन्ड गरौँ भनेर यहाँनिर भिडियो बनाइराखेको छु। तपाईँहरूलाई चाहिँ आज टक्सार देखाउँछु है त। टक्कै यहाँ ऊ भयो, यो चाहिँ डाँडा जस्तो छ होइन। गहिरोमा छ क्या हाम्रो गाउँ चाहिँ। टक्सार यही हो, टक्सार छिर्ने मेन रोड चाहिँ। अनि टक्सार चाहिँ किन नाम राखेको भन्दा चाहिँ पहिला यहाँनिर पहिला बस्ने बाजेहरूले चाहिँ पैसा काट्नुहुन्थ्यो अरे क्या, सानो सानो सिक्का। अनि त्यसरी टक्सार राखेको। खिकामा चाहिँ टक्सार भनेर चाहिँ सबैले चिन्छ। यहाँनिर चाहिँ नेवारहरू धेरै बसोबास गर्नुहुन्छ। नेवार समुदाय हो यहाँनिर चाहिँ। मेरो आजको भिडियो चाहिँ यति नै। बाई बाई यार।